अब जे छ त्यही रिभ्यू दिन्छु अब म। अनि हजुर सबैजनाले मेरो भाइलाई विस गरिदिनुहोस् होला। उहाँ दादा चाहिँ हुनुहुन्छ हेड कुक। उहाँले मजाले खानाहरू बनाउनुहुन्छ अन्त मिठो पनि बनाउनुहुन्छ। आउनु भएको कुकहरू सबै गाउँकै हुनुहुँदैछ। जाउँ हिँड्नुहोस् न जाउँ। हेलो साथीहरू नमस्ते राधे राधे। हजुर सबैजनालाई तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै भन्दा पनि म चाहिँ घरमा बडाकोदेखि चाहिँ घरमा आइपुगेपछि चाहिँ एकदम ज्वरो रुगा मार्गी लाग्यो हो। हुनु चाहिँ अस्ति त्यो खोलामा पौडी खेलेकोले स्विमिङ गरेको एकछिन गरेको त्यसले चाहिँ अहिले 4-5 दिन बादमा चाहिँ भेट्दैछ हो। म चाहिँ एकदम सेन्सिटिभ खालको छु कि छिट्टो बिमार भइहाल्छु। अनि अहिले हुँदैछ अन्त त्यस्तो। अघि खाना खाएर सुतेको थिएँ, काकाले दबाई दिनुभयो, त्यो खाएपछि चाहिँ अलिक फ्रेस भएको जस्तो भएर चाहिँ उठेँ हो। अनि आज चाहिँ मेरो सानो भाइको चाहिँ बर्थडे हो अनि बर्थडे सेलिब्रेसन गरिदिनु हुँदैछ। त्यही कारणले चाहिँ बाहिर पुरा उयो हुँदैछ हो, काम धमाधम। अनि म हजुरहरूसँग सेयर गर्नेछु, हेर्दै गर्नुहोस् ल साथीहरू। ऊ चाहिँ हो आजको बर्थडे बोय हो। अनि हजुर सबैजनाले मेरो भाइलाई विस गरिदिनुहोस् होला भन्छु। भाइको नाम के हो भनिदेऊ त? अनिस बस्नेत। आजदेखि भाइ कति वर्ष पुग्यो? 8 वर्ष पुग्यो। अनि खुसी छ भाइ आज? भाइ अहिले चाहिँ यो लुगा लाउनु, नयाँ लुगा हो यो, नयाँ हो, नयाँ लुगा हो यो। ए अहिले चाहिँ यो लाउनु, अनि भरे केक काट्ने बेलामा चाहिँ दौरा सुरुवाल लाउनु ल। मेरो कुरामा मान्छ? भेरी गुड मेरो भाइ हो नि त। भेरी गुड हो। गु भनेको होइन है, गुड भनेको लाउँछ अरे के भाइले भरे। अनि बर्थडे बोयको साथी चाहिँ ऊ बेस्ट फ्रेन्ड हो स्कुलमा पनि क्लोज। ल खेल्दै गर्नु ल। के भाइको नाम चाहिँ? आरुष कार्की। आज नातिको बर्थडे अरे। नातिको बर्थडे। खुसी कस्तो लाग्दैछ? 7 लाग्छ। 7-8 भन्दै थियो त भाइले। 8 हो कि 7 हो? 7-8 भन्दैछ। हजुरबुवाले चाहिँ कान कम्ती सुन्नुहुन्छ, ठुलो स्वरले बोल्नु पर्ने हुन्छ हो। बडा नमस्ते। ठिकै हुन्छ? अब चाहिँ क्यामेरा दामी आयो। बर्थडे बोयको बाबा हुनुहुन्छ, उहाँ चाहिँ मेरो काका हो। खुसी? एकदम खुसी। छोराको बर्थडे सेलिब्रेसन गरिदिनु हो। एकदम म धेरै धेरै खुसी छु। अनि यहाँ चाहिँ धमाधम डेकोरेसन गर्नु हुँदैछ। ब्याकग्राउन्डमा चाहिँ गीत बजिरहेको थियो, त्यसैले मैले भोइस ओभर गर्दैछु। अन्त यो चाहिँ बेलुकाखेरिको हो। यहाँनिर रेडी चाहिँ गर्नु हुँदैछ अनि सबैजना आएर हो। अन्त किचनमा पनि धेरैजना हुनुहुन्छ, काम गर्नु हुँदैछ। काकी दादा भाइ बहिनीहरू सबैजना मिलेर यहाँ खानाहरू पकाइदिनु हुँदैछ हो। अन्त उहाँ दादा चाहिँ हुनुहुन्छ हेड कुक। उहाँले मजाले खानाहरू बनाउनुहुन्छ अन्त मिठो पनि बनाउनुहुन्छ र उहाँले एक्लै बनाउनु पनि हुँदै थियो किचनमा चाहिँ। के पकाउनु हुँदैछ? किन भत्काको? बाहिरबाट मगाउनु थियो। बिहारबाट होइन हौ, आउनु भएको कुकहरू। उहाँ चाहिँ यता नेपालबाट धमाधम पकौडा फ्राई गर्नु हुँदैछ। मिडियालाई टेस्ट गरेर भन्नु पर्यो नि कस्तो भयो भनेर है। अब जे छ त्यही रिभ्यू दिन्छु अब म। दामी छ दामी। म खाँदिनँ, यो लगेर काकालाई दिन्छु। जुठो खुवायो न भन्नु नि, खानुहुन्छ नि त त्यही कारण।
ए बहिनीला यो चाहिँ मेरो फेभरेट हो म केही पनि खान्दिनँ यो मात्रै खान्छु यहाँ चाहिँ एकदम रिल सुट हुँदैछ है हुन्छ सबै गाउँकै हुनुहुँदैछ जाउँ हिँड्नुहोस् न जाउँ दादाहरू मलाई बिच्छाको र अब चाहिँ केक काट्ने बेला पनि भइसकेको थियो अनि यहाँनिर सबैजनाले भाइलाई टिका लाएर आशीर्वाद दिनुहुँदै थियो अन्त मैले चाहिँ बहिनीलाई जिस्काइरहेको थिएँ मेरो सानो बहिनीलाई त्यो त साह्रै ठुलो नानी रहेछस् नि त निक्लिन भन्दै भनेको मानेन कि उसले बसिरहेको थियो भाइसँग अन्त अब चाहिँ यहाँनिर सबै सकिसकेर पनि खाना खाने टाइमहरू भएको थियो यो धेरै टाइमको बादमा मैले रेकर्ड गरेको यहाँ नानीहरूले चाहिँ ब्यालुन सबै निकालेर खेलाइरहनु भएको थियो हो अनि फुटिरहेको थियो र दिनहरू चाहिँ यति छिटो बित्छ नि साथीहरू कति छिटो दिनहरू बित्छ आजदेखि मेरो भाइ पनि अलिक ठुलो भयो अन्त एज पनि बढ्यो उसको है अब दिनदिनै भाइ पनि ठुलो हुँदै जाँदैछ अन्त यहाँनिर सबैजना बसेर खानाहरू खान आँट्नु भएको थियो अन्त यहाँनिर चाहिँ टिका लगाइदिनेले लगाइदिइरहनु भएको थियो हो अनि यहाँभित्र चाहिँ नानीहरूलाई फर्स्टमा खाना खानु दिनु हुँदै थियो अन्त हजुरबुवाले पनि बसेर खाना खानुभएछ हजुरबुवाहरू पनि त्यो लटपट हुन्छ भनेर चाहिँ फर्स्टमै खाइहाल्नु भएको रहेछ अनि र बर्थडेमा चाहिँ धेरैवटा आइटमहरू थियो खानुको लागि तर मैले चाहिँ रेकर्ड गर्नु पाएन किनकि म बाहिर बिजी भइरहेको थिएँ त्यसपछि हामीले खानाहरू खाइसकेपछि चाहिँ धेरै घन्टाको बादमा यहाँनिर डान्स हुँदै थियो हामीहरू फ्यामिली सबैजना भएर अन्त हाम्रो डान्स चाहिँ फेरिरहेको छ भाङ्रे एकदमै है जुन चाहिँ लेटेस्ट हो र साथीहरू अहिलेको मेरो भिडियो यति नै राधे राधे हजुर सबैजनालाई